हाई गाइस, नमस्ते। फेरि मलाई आज केही कुराहरू भन्न मन लाग्यो। भदौ 23 र 24 गते जुन जेनजी आन्दोलन भएको थियो हैन, त्यसमा उहाँहरूको सपना पुरा भए पनि नभए पनि, आन्दोलनमा जानुभएका जेनजी भाइ बहिनीहरूको सपना पुरा भए पनि नभए पनि देशमा रहेका केही विशिष्ट व्यक्तिहरूको सपना भने चाहिँ पक्कै पनि पुरा भएको छ है। जस्तै अब बालन शाहजीको कुरा गरौँ। उहाँको सपना थियो सिंहदरबार जलाउने भन्ने हैन। यो चाहिँ उहाँले कुन सन्दर्भमा भन्नुभएको थियो भने उहाँको परिवार चढेको गाडीलाई चाहिँ नियमित चेक जाँचमा प्रहरीले चाहिँ नियमित चेक जाँचमा चाहिँ केही समय होल्ड गर्यो भनेर रिसले चाहिँ उहाँले यो कुराहरू भन्नुभएको थियो। हामी भन्ने गर्छौँ के अरे कानुन सबैको लागि बराबर हुन्छ हैन। धनी गरिब ठुलो सानो सबैको लागि बराबर हुन्छ, हुनु पनि पर्छ हैन। सो हामी त्यसो भन्छौँ पनि, अनि फेरि उहाँको गाडीमा चेक भयो भनेर यस्तो आक्रोश गर्नु त खै अब के हो, त्यो राम्रो हो जस्तो मलाई लाग्दैन हैन। र त्यति बेला पनि हामीले चाहिँ के भने उहाँका समर्थकहरूले, धेरै मान्छेहरूले चाहिँ वाह यार बालनजीको आँटलाई चाहिँ मान्नै पर्छ, गभर्मेन्टले पनि च्यालेन्ज गर्यो हैन, आदि इत्यादि कुराहरू भनेर उहाँको समर्थन गर्नुभयो हैन। सो एउटा डायलग थियो कि हाम्रो के अधिकारीजीले एउटा कुन मुभीमा बोल्नु भएको थियो, मनपर्ने मान्छेले त आँची गरेको पनि मनपर्छ अरे सो उहाँको सपना पुरा भयो हैन। के अरे इन्डियामा चाहिँ शाहजहाँले चाहिँ आफ्नो प्रेमिकाको चाहिँ सम्झनामा चाहिँ ताजमहल बनाएको थियो हैन। हाम्रो बालेनजीले चाहिँ आफ्नो वाइफलाई चाहिँ पुलिसले प्रहरीले चेक जाँच गरेको त्यो रिसमा चाहिँ सिंहदरबार जलाउने सपना देख्नु भएको थियो। सो उहाँको सपना पनि पुरा भयो हैन। सो अनि अर्को कुरा, हाम्रो भुपू प्रधानमन्त्री केपी शर्मा ओलीजीको सपना पनि पुरा भयो। उहाँले दुईचोटि चाहिँ संसद विघटन गरेर हैन गर्नुभएको थियो, उहाँको चाहना थियो संशोधन विघटन। ब्याड लक चाहिँ के भयो भने अदालतले चाहिँ त्यसलाई पुनर्स्थापना गर्यो हैन। सो त्यति बेला पुरा नभएको सपना उहाँकै कारणले, उहाँ मात्रै नभनौँ उहाँ लगायतका कारणले गर्दाखेरि संसद विघटन भएको छ अहिले। सो उहाँको पनि सपना पुरा भयो। उहाँको त अर्को पनि सपना, जस्तो उहाँले चाहिँ एउटा कुन इन्टरभ्यूमा भन्नुभएको थियो, मैले सुनेको थिएँ कि मलाई चाहिँ महिला प्रधानमन्त्री बनाउने रहर छ भन्नुभएको थियो हैन। सो उहाँकै कारणले अहिले हाल प्रधानमन्त्री सुशीला कार्कीजी हुनुभएको छ, त्यसो उहाँको पनि सपना पुरा भयो हैन। अनि अर्को सपना थियो कसको भने हाम्रो प्रचण्ड माधव नेपालजीहरूको हैन। उहाँको सपना चाहिँ के थियो भने केपी शर्मा ओलीलाई एनी हाउ भित्तामै पुऱ्याउँ भन्ने चाहना थियो हैन। जे गरेर होस् हैन, जस्तो सुकै परिस्थितिमा पनि जे गरेर भए पनि केपी शर्मा ओलीलाई भित्तामा पुऱ्याउनु थियो उहाँहरूको। प्रचण्डजीले त कतिपय के अरे इन्टरभ्यूहरूमा कहाँ भन्नु पनि भएको थियो हैन। सो केही हदसम्म उहाँहरूले भित्तामा नै पुऱ्याउनु भएको हो कि जस्तो पनि लाग्छ अहिलेसम्मको परिस्थितिमा। भोलि के हुन्छ थाहा छैन अहिलेसम्मको परिस्थितिमा हैन। किनभने प्रचण्डलाई पहिला पनि उहाँको चाहना के थियो भने एमालेमा मर्च भएर हैन नेपालको ठुलो कम्युनिस्ट पार्टीको नेता बन्ने रहर थियो उहाँको। सो त्यति बेला त्यो पुरा भएन, किनभने केपी शर्मा ओलीजी दुईचोटि मृगौला चेन्ज गरेर पनि फेरि तगडा भएर आउनुभयो। सो त्यति बेला देखेको सपना पुरा भएन। अनि अब अहिले चाहिँ जसरी हुन्छ उहाँलाई चाहिँ गिराएर उहाँलाई चाहिँ भित्तामा पुर्याएपछि मात्रै आफ्नो चाहना पुरा हुन्थ्यो। किनभने केपी शर्मा ओली जबसम्म राजनीतिकमा नेपाली राजनीतिमा हुनुहुन्छ त्यति बेलासम्म उहाँहरू त्योभन्दा माथि आउन सक्ने मतलब थिएन हैन। उहाँहरूको अस्तित्व त्यति थिएन। एक हिसाबले उहाँको पनि सपना पुरा भयो, दुवैजनाको, माधव नेपालको पनि उहाँको पनि हैन। अनि अर्को कुरा रविजीको हैन। रविजीको कुरा गरौँ। रविजीको चाहना पनि थियो, किनभने अब यत्रो वर्ष, 1 वर्ष जति जेलमा भर्नुभयो हैन। अब दसैँको उसमा यही जेनजी आन्दोलनको उसमा चाहिँ बहानामा चाहिँ केही समय भए पनि आफ्नो परिवारसँग गएर समय बिताउँ भन्ने चाहना थियो होला, उहाँको सपना देख्नु भएको थियो होला, कहिले जाउँ घर भन्ने। सो त्यो पनि सपना पुरा भयो, जानुभयो, केही दिनको लागि मात्रै भए पनि हैन उहाँ जानुभयो। अनि अर्को कुरा, उहाँको चाहिँ त्यो जुन कारागारबाट जुन त्यो निक्लिनुहुन्छ नि, निक्लिँदाखेरिको त्यो दृश्य चाहिँ हेर्न लागेको थियो है। किनभने त्यहाँ हजारौँ मान्छेहरूको भिडमा हैन, अब जेनजी भाइ बहिनीहरू नभए पनि उहाँकै कार्यकर्ताहरूको भिडमा हैन, ओपन गाडीमा, ओपन हुड गाडीमा हात हलाउँदै मन्द मुस्कानमा हैन अभिवादन गर्दै मान्छेहरूलाई त्यो चाहिँ हेर्न लागेको थियो। जबकि एक दिन अगाडि मात्रै 19-20 जना मान्छे चाहिँ भाइ बहिनीहरू चाहिँ शहीद भएर त्यो बाटोमा चाहिँ उहाँहरूको रगत सुकेको पनि थिएन होला हैन। सो त्यति बेला उहाँ त्यसरी निक्लिनु भयो हैन। अनि अर्को कुरा चाहिँ रविजीको चाहिँ अर्को पनि एउटा कुरा के छ भने
त्यो 10,000 चाहिँ उहाँका कारणले नै होइन, केही हदसम्म उहाँकै कारणले 10,000 कैदीहरू निक्लियो भनेर यो न्युजहरूमा आइरहेछ होइन। एउटा मैले युट्युबर भाइले कसलाई सोधेको पनि देखाएको थिएँ, एउटा त्यो जेब्रा झोलामा सामान बोकेर निक्लेको कैदी नै हुनुहुन्छ होला सायद उहाँ होइन। उहाँलाई पनि भने उहाँले चाहिँ रविजीले चाहिँ धन्यवाद दिनुभएको थियो क्या, उहाँको कारणले चाहिँ हामी निक्लिन पायौँ होइन, जेलबाट हामी भाग्न पायौँ भनेर उहाँ रविजीलाई धन्यवाद दिनुभएको थियो होइन। सो रविजीले चाहिँ आफ्नो मात्रै सपना होइन, हजारौँ 10,000 त्यो कैदीहरूको पनि सपना पुरा गर्नुभयो, उहाँको कारणले निकाल्नलाई केही हदसम्म सहयोग भयो होइन। सो मेरो तर्फबाट पनि धन्यवाद यहाँलाई, किनभने आफ्नो मात्रै सपना होइन, अरूको पनि सपनाको बारेमा सोच्नुभयो यहाँले होइन। सो उहाँको पनि केही हदसम्म सपना पुरा भयो होइन। अब अर्को चाहिँ के छ भने हाम्रो सुदनजीको कुरा गरौँ होइन। सुदन गुरुङजी जुन चाहिँ अहिलेका अब चल्दो बल्दो भनौँ न हाम्रो राजनीतिक इतिहासमा होइन, उहाँले त सपनामा पनि नदेखेको सपना पुरा भयो उहाँको चाहिँ होइन। किनभने त्यो अहिले उहाँ प्रधानमन्त्रीको सिधै प्रधानमन्त्री कार्यालयमा गएर थर्काउन सक्नुहुन्छ होइन, सिधै चाहिँ कसलाई निकालिदिन्छु भन्न सक्नुहुन्छ, के भन्न सक्नुहुन्छ होइन। उहाँ त्यो पानी बाँड्दाखेरि हामी पनि त्यही ठाउँमा थियौँ, हामी पनि अनामनगरको हामी साथीभाइ ग्रुप पनि हामी त्यो ठाउँमा थियौँ। त्यहाँको के थियो कसो थियो त्यो पछिको कुराहरू हो, त्यो धेरै कुराहरू छ होइन। अनि उहाँको अहिले चाहिँ त्यो जुन स्थान छ उहाँले त्यो सपनामा सोच्नु भएको थिएन होइन। अनि अर्को कुरा उहाँले एउटा भन्नुभएको थियो कि एउटा कुरा के अरे, म यो संविधानलाई फालौँ कि च्यातौँ, फालौँ के गरौँ राखौँ, मलाई एकदमै कन्फ्युजमा छु म भन्नुभएको थियो कि। एउटा के हो भने यो संविधान हाम्रो नेपालको संविधान जुन अहिले बनेको छ त्यो दुईचोटि चुनाव गरेर अरबौँ खरबौँ रुपियाँ खर्च गरेर बनाएको संविधान होइन। धेरैले मन पराएर धेरैले बहुमत मात्र होइन होला, मेरो विचारमा 2/3 पारित गरेको संविधान होइन। त्यसमा तपाईँ हाम्रो पनि डाइरेक्ट इन्डाइरेक्ट हाम्रो पनि इन्भल्भ छ, किनभने हाम्रा पैसाहरू पनि परेका छन्, हामीले तिरेका ट्याक्सहरूको पनि पैसा परेको छ। सो त्यत्रो वर्ष लगाएर त्यत्रो दुःखका साथ 601 जना संसदहरूले त्यो संविधान बनाउनु भएको हो। पक्कै पनि त्यो संविधान राम्रो छ होइन, तर त्यो संविधानलाई पालना गर्ने पालकहरू राम्रो भएनन्, संविधान कार्यान्वयन गर्ने व्यक्तिहरू राम्रो भएनन्। त्यसमा केही चिजहरू, सबै चिज त राम्रो नहुन नि सक्छ, केही चिजहरू नराम्रो होला, त्यो बिस्तारै त्यो संसारमा ओडमै हुने कुराहरू हो। सबैले चित्त बुझ्दैन काहीँ 100% केही चिज पनि हुँदैन संसारमा होइन। सो त्यस्तो चिजलाई चाहिँ उहाँले त्यत्रो दुःख परिश्रमले बनाएको चिजलाई होइन, त्यो दुनियाँ सारा नेपालीहरूको चाहनाले बनेको चिजलाई चाहिँ उहाँले के भन्नुभएको थियो, संविधान फालौँ कि राखौँ अरे। वाट अ जोक सुदनजी यार। ओके, जे होस्, अहिले त्यो जुन ठाउँमा उहाँ पुग्नु भएको छ त्यो उहाँले सपना पनि देख्नु भएको थिएन त्यो कुरा, उहाँले पनि त्यो सपना एउटा पुरा गर्नुभयो। अनि अर्को कुरा चाहिँ हाम्रो प्रधानमन्त्री सुशीला कार्कीजीकै कुरा गरौँ होइन। उहाँले पनि सपनामा नै सोच्नु भएको थिएन कि नेपालको पहिलो प्रधानमन्त्री महिला प्रधानमन्त्री बन्छु भन्ने कुरा, किनकि यो संविधानमा पनि थिएन, कहीँ पनि थिएन होइन। सो उहाँले यो ठाउँमा आएर प्रधानमन्त्री बन्नुभयो होइन। अझ उहाँको त दुइटै हातमा लड्डु छ, प्रधानमन्त्री बनाउने त झन् अब हिजो मात्रै एउटा इन्टरभ्यूमा मैले कहाँ सुनेको थिएँ, जेठो छोरा अरे उहाँको होइन। अनि उहाँहरूको भाइ हुनुहुन्छ होइन, दुईजना मिलेर उहाँलाई त्यो ठाउँमा पुर्याउनु भयो त्यो। सो उहाँको त अब के भनौँ होइन। सो त्यही भएर सबैको सपना चाहिँ पुरा भयो होइन। जुन त्यो भाइ बहिनीहरूले देखेका थिए सपना, जुन आन्दोलनमा जाने भाइ बहिनी जेन्जी भाइ बहिनीहरूले देखेको सपना थियो त्यो चाहिँ अब पुरा हुन्छ हुँदैन, उहाँहरू शहीद हुनुभयो, त्यो पुरा कहिले हुने हो होइन। उहाँका बुवा आमाले देखेको सपना कहिले पुरा हुने हो, तपाईँ हामी सोझा साझा नेपाली जनताहरूले देखेको सपना कहिले पुरा हुने हो, अब त्यो चाहिँ हेर्न बाँकी नै छ। सो के भनौँ है।